हेलो गाइज, वेलकम टु माई ब्याग है। हजुरको माझमा पनि फेरि उपस्थित भएको छु। म आज चाहिँ मैले छोटो भिडियो लिएर छोटो भन्दा पनि भिडियो लिएर आएर उपस्थित भएको छु। आज चाहिँ के भिडियो ल्याएको छु भन्दाखेरि मैले नेपालबाट जो पठाएको थिएँ नि होइन, मकैको तेलो अनि प्लस कोलेको छ होइन, त्यसै म पकाउँदैछु होइन, रिमिक्समा मकैको र प्लस कोलेको गरेर होइन, दुईवटा रिमिक्स गरेर ढेँडो पकाउँदैछु। तपाईहरुले के कस्तो छ हेर्नु होला, भिडियोमा राख्नु होला। र ढेँडो प्लस सिसिनो पनि होइन, त्यो म बनाएपछि तपाईले हेर्नु होला है त, भिडियोमा पनि राख्नु होला। के कस्तो लाग्छ तपाईहरुले एकदमै होइन कमेन्ट ठोक्नु होला, कस्तो लाग्छ जस्तो लाग्छ उस्तै प्रक्रिया होला भन्न चाहन्छु है त। अहिले पनि भिडियोहरु ल बगान नयाँ रेडी भइसकेको छ होइन, पानी उबल्न लागिसक्यो। फेरि उ चाहिँ यहाँ राखेको छु मैले यतातिर होइन, यहाँ छ सिस्नो चाहिँ यहाँ छ तलतिर। एकछिनमा हेर्दै गर्नु तपाईहरु होइन, हेर्दै गर्नु होला कसरी बनाउँछु गर्छु भने तपाईहरु पनि राख्नु होला भिडियोमा। एकदम उमलो बनाउनु पर्छ, यसरी उमलो बनाउनु छ नि। त्यसपछि मकैको जो छ त्यो हाल्नु पर्छ होइन। ढेँडोको बनाए पनि हुन्छ, तर मकैको पनि बनाएको छु मैले चाहिँ सजिलै मकैको होइन। दुईटै रिमिक्स गर्दा पनि के फरक पर्छ, ढेँडो मात्रै हुन्छ, कोडोको मात्रै बनाउनु हुन्छ। तर म चाहिँ यसको बनाउँछु है त, हेर्नु होला भिडियो कस्तो लाग्छ तपाईहरुले। सो यो चाहिँ गरम भइसक्यो होइन। अब चाहिँ मैले मकैको यो अलिक मोटो मोटो जहाँ राख्यो भने मोटो मोटो यो हाल्दैछु होइन। यो हाल्नुपर्छ जस्तै डक्क पारेर। तपाईहरुले कसरी बनाउनुहुन्छ, कस्तो तरिकाले बनाउनुहुन्छ होइन, त्यो बनाउनु होला। तर मैले अर्कै तरिका बनाएको छु, तपाईहरुले फेरि यस्तो पनि धेरै हुन्छ र भन्नु होला होइन। त्यो आफ्नो आफ्नो तरिका हुन्छ। मैले चाहिँ यो सजिलोको लागि होइन, एकदम त्यो कोडोको धुलो पनि कम लाग्ने होइन, यो मकैको यसरी मिक्स गरेपछि दुईटैमा एकदम राम्रो पनि हुन्छ, मिठो पनि हुन्छ क्या होइन। ल दुईटै यसलाई यस्तो बनाने होइन। यसलाई चाहिँ पकाउनु पर्छ, मस्त पकाउनु पर्छ है। पाक्यो भनेपछि पछि यो भनेपछि पाक्यो भनेपछि त्यसपछि दामी बन्छ। बस यो चाहिँ यस्तो भयो है। यसलाई चाहिँ पुरै घोल्नुपर्छ, पकाउनु पर्छ मस्तले। तपाईहरु भिडियोमा पनि राख्नु होला। यसरी मस्काइराख्नुपर्छ, यस्तो धुलो हुन्छ बिचमा होइन। यसलाई चाहिँ मस्त पकाउनु पर्छ। अनि यो पाकिसकेपछि पछि त्यसपछि ट्याक्कै यो पाक्यो भनेपछि ठक्क फेरि उ हाल्नुपर्छ है, त्यो कोडोको जो धुलो छ त्यो हाल्नुपर्छ। अनि दामी देखिन्छ। यो अघि चाहिँ मैले मकैको मिसाएँ, अहिले चाहिँ मैले कोडोको मिसाएर यहाँ हेर्नुहोस् यस्तो बनाइरहेको छु। यसलाई जति मस्कायो उति दामी हुन्छ हेर्नुहोस्। त्यो अलिअलि तल भुइँमा खस्यो के भन्नु, त्यो उठाएर त्यही हाल्नुपर्छ होइन। यसरी मस्काउनुपर्छ मैले। यो चाहिँ ढेँडो हेर्नुहोस्, तपाईँहरूलाई देखाउँछु म सबै बनाउनु मनजनहरूलाई होइन। मस्काउनुपर्छ। जसलाई ढेँडो खानु मन पर्छ त्यसले कमेन्ट गर्नु होला, तपाईको घरमै पुग्छ। यसरी मस्काउनु पर्छ। अझ फेरि यसरी हाल्नुपर्छ हेर्नुहोस्। यहाँ यो चाहिँ धुलो, टक्कै धुलो, यसलाई यहाँ यसरी हाल्ने, त्यसपछि एउटा हातले यतातिर समात्ने हेर्नुहोस्। अनि आउँछ कि नै कसो कसो यस्तो यस्तो मस्काउनु पर्छ। धेरै साह्रो नबनाउनु। मैसा बिक्री घट्नुपर्छ है, मसिनो बनाउनु पर्छ। यसरी बनाउँछ हामीलाई चाहिँ। यो छ नि ठुल्ठुलो सबलाई मसिनो बनाउने होला, फेरि मजाले बनायो। सिस्नो चाहिँ बन्यो है, सिस्नो रेडी बन्यो। तर गाउँको जस्तो कहाँ बन्ने होइन, घरको जस्तो, तर पनि बन्यो। ठिकै देखिरहेको छ भिडियोमा, तर ठिकै छ होइन। तर त्यति मसिनो भएको छ, तर गाउँको जस्तो होइन है। हामी त यस्तो बनाएर खान्छौँ, तपाईँहरूले कस्तो बनाएर खानुहुन्छ भन्नु होला कमेन्टमा ल।
हामी चाहिँ अब यहाँ ढेँडो खान सुरु हेर्नुहोस् यतिर कान्छी लाले हुनुहुन्छ अब उतातिर सिस्ना हुनुहुन्छ अब चाहिँ हामीहरू खान सुरु है त कतिको मिठो भएर चाहिँ तपाईँहरूलाई म भन्नेछु ल कस्तो छ टक्क हेर्नुहोस् त्यसको साथमा टक्क अगुवारे खुर्सानी है टक्क खाने त्यो साथमा हेर्नुहोस् ल हामी त लाग्यो तपाईँहरूलाई म चाहिँ खाना खानलाई होइन बनाएर पनि होइन आफै बनायो पनि सिस्ना पनि मसिनोसँग भुत्यो होइन त्यसपछि अब खाना सुरु यतातिर अब गरे छ यतातिर अदुवा छ अनि मेरो चाहिँ फेभरेट हो ढेँडो होइन ढेँडो सिस्ना एकदम फेभरेट हो म खाएरबाट चाहिँ तपाईँलाई कस्तो है त तपाईँहरू पनि हेरिराख्नु होला है त कसरी खानुहुन्छ तर हाम्रो खाने पारा अर्कै छ है फेरि तपाईँहरूले त्यस्तै पनि खान्छन् र भन्नु होला होइन हामी त्यस्तै खान्छौँ हेर्नुहोस् दामी छ अनि अगुवारे चाहिँ खाने यस्तै खाने हेर्नुहोस् तर अर्कै तरिका खान्छौँ हामी होइन तपाईँ यस्तो पनि खान्छ ढेँडो नभन्नु होला होइन सबै आफ्नो खाने स्टाइल तर यस्तै खान्छ अदुवा पनि टोक्नु पर्छ सिरियस फेरि यो अदुवा हेर्नुहोस् दामी भइहाल्ने भयो